कृष्ण सर यहाँ पकायो भने त ठ्याक्कै बनभोज गरेको जस्तो हुन्छ यार मसलाहरु हाल ल साथीहरु है खिर चाहिँ रेडी भयो खिर पाक्दैछन् खिर रेडी भयो अब चाहिँ पुरी खिरी चाहिँ एकदम मस्तले खाने चिसो चिसो मौसममा तातो तातो खिर पुरी हेर्नुस् खिर चाहिँ पाकेर रेडी भयो ए सबै छन् योमा काजु किसमिस सबै छन् पाकेर रेडी भइसक्यो एकदम मिठो आज हाम्रो चाहिँ पिकनिक कार्यक्रममा रञ्जित सर चाहिँ मेन कुक हुनुहुन्छ उहाँ चाहिँ अब चाहिँ पुरी पकाउँदै हुनुहुन्छन् पुरी चाहिँ एकदम ज्वानो हालेर एकदम लङ इलाइची हालेर एकदम मिठो पकाउनु हुन्छन् एकदम त्यसको ज्वाङ स्वाङ सबै हालेर एकदम मिठो भएको अरू चाहिँ हाम्रो चाहिँ यहाँ खिरको डिपार्टमेन्टको जिम्मा पाउनु भएको छ इन्जिनियर विनोद खड्काज्यूले उहाँ चाहिँ अहिले चाहिँ नारियललाई चाहिँ एकदम बेसरी कुटी कुटी चाहिँ सानो सानो मसिनो पार्दै हुनुहुन्छ खिरको चाहिँ यो मेटेरियल हो कि मेटेरियल खिरको मेटेरियल र काजु नि छन् यी हेर्नुस् ऋषि धमलालले चाहिँ भनेको चाहिँ हामी चाहिँ यो काजु नि ल्याएको छन् यो चाहिँ इनर्जी बुस्ट गर्नको लागि अनि चाहिँ यो चाहिँ के हो अरे यो चाहिँ किसमिस किसमिस नि हुन्छन् खिरको चाहिँ मसला सबै छन् हुन्छन् तरकारी कुक चाहिँ भडक सिंह हुनुहुन्छ कृष्ण भट्टजी उहाँ चाहिँ तरकारीको जिम्मा लिनु भएको छ र म चाहिँ खिर पकाउने जिम्मा लिएको छु अब फाइनली चाहिँ म खिर पकाउँछु उहाँ चाहिँ रेडी पार्दै हुनुहुन्छ खिरको मसला खिर पकाउँदै हुनुहुन्छ तर चाहिँ पुरी चाहिँ भन्नुपर्छ कि यहाँ चाहिँ पुरीमा त दामी रहेछन् कि रञ्जित सरलाई त क्रेडिट गोज टु आवर रञ्जित सर मलाई सम्पर्क गर्नु नि भोज भतेरमा कतै यसो आवश्यक पर्यो भने पुरी बनाउन सकिन्छ गर एकदम कडा हो के उहाँ चाहिँ खासमा चाहिँ होटल म्यानेजमेन्ट पढ्नुपर्ने हो तर चाहिँ मिस्टेकले उहाँ चाहिँ भौतिक शास्त्रको विज्ञ हुनुभएको रहेछन् त्यही पनि चाहिँ आफ्नो आवश्यकता अनुसार चाहिँ आफ्नो साथीहरूलाई चाहिँ पकाउनु हुन्छन् सहयोग गर्नुहुन्छन् मिठो पकाउनुहुन्छ नि हेर्नुहोस् कति हरिप पकाउनुहुन्छ हरिप पुरीको त राक्षस हो नि तपाईँ के को राक्षस हो र यो चाहिँ खिर मसला हो हेर्नुहोस् काजु किसमिस ए तरकारी कुक हेर्नुहोस् कति मिठो तरकारी पकाइरहेछ यो चाहिँ हाम्रो ब्लगमा आउनेछ आज युट्युब च्यानल हेर्नु होला मेरो श्याम यादव अफिसियल 607 युट्युब च्यानलमा चाहिँ सब्स्क्राइब लाइक कमेन्ट गर्नु होला सब्स्क्राइब टु द च्यानल श्याम यादव 607 ल टिकटक छोडेर युट्युबतिर चाहिँ हिँडे युट्युबमा चाहिँ हेर्नु होला यहाँ चाहिँ हाम्रो कुकम्यान हेर्नुहोस् कति मिठो पकाउँदै हुनुहुन्छ ल थ्याङ्क यू हाम्रो चाहिँ पिकनिक रेडी भयो गाइस पुरी खिरको पिकनिक चाहिँ हेर्नुहोस् खिर पिकनिक हेर्नुहोस् राम्रो रञ्जित सरले एकदम मिठो तरिकाले पकाउनु हो पुरी खिर यी हाम्रो भट्ट सरले खाँदै जय श्री राम हेर्नुहोस् कति मिठो कस्तो लाग्यो खिर हजुरलाई हजुर भट्ट सर हजुरलाई कस्तो लाग्यो खिर भन्नुहोस् त खिर भन्दा त पुरी मिठो त हेरे पकाउने मान्छे के छ रञ्जित सर खिरको स्वाद कस्तो छ एकदम टेस्टी A1 खिर मैले पकाएको के रे खिरको क्रेडिट त दिनु पर्यो एकदम मिठो तरिकाले खिर पकाएको हामी हेर्न बित्तिकै चाहिँ मुखबाट चाहिँ यसो पानी चाहिँ निस्किन खोजिरहेछन् यस्तो हेर्नुहोस् त विनोद सरको कस्तो लाग्यो भन्नुहोस् कस्तो लाग्यो राम्रो लाग्यो कही अक्षर ल आउनुहोस् गाइस खानालाई हामीतिर मन भए आउनुहोस् पुरी खिर र कोपी तरकारी